गल्फ खेलेको तपाईँले प्याकेज छुट्टै आएर गल्फ खेल्न पनि पाए तपाईँ 4000 तिर्ने स्कुटीमा जानु पानी लिन पनि बियो प्लान्टमा जाने हो क्या त्यत्रो टाढा हात 1 घण्टा बियो छौँ हामी सुपरभाइजरलाई फलो गर्दैछु मैले माथि आइसक्यौँ हामी ल हाम्रो म्यानेजर साहब बोल्नुभएको छ उहाँ सुपरभाइजर चाहिँ तलबाट अन्त जानु नि त हेल्प गरिदिनु सुपरभाइजर साहबले अनुहार धोइसक्नु भयो What's up guys? So welcome to my अर्को सानो मिनी ब्लग आज चाहिँ घरमै बसेको छु सो वाक्क लगाइरहेको छु काजम भइरहेको छ ठ्याक्कै त्यही बेला गान्डु सरकारले फोन गर्यो त्यसपछि चाहिँ हामी आज सिजी भिल्लातिर जाँदैछौँ त्यहाँ चाहिँ फेरि अब नर्मली छिर्न चाहिँ पाउँदैन होइन प्याकेज लिएर पैसा तिरेर छिर्ने हो बट हाम्रो गान्डु सरकारको अलिकति पावरले गर्दाखेरि फ्रीमा छिर्न पाइरहेको छौँ सो हामी जाँदैछौँ म चाहिँ अहिले हामी चाहिँ गान्डु सरकारलाई पर्खिरहेको छु त्यसपछि गान्डु सरकारलाई भेटेर हामी जानेछौँ फाइनल्ली हाम्रो गान्डु सरकार आउनु भएको छ उहाँ नै हो उहाँकै पावरले गर्दा चाहिँ छिर्न पाइरहेको छु म हेरौँ त कस्तो रहेछ सिजी भिल्ला अहिले चाहिँ हामी पेट्रोल पम्पमा छौँ गान्डु सरकारले पेट्रोल हाल्दैछ यही बेला पेट्रोल पनि सकिएछ सो यो चाहिँ हाम्रो नवलपरासीको नयाँ पेट्रोल पम्प हो आज घाम चाहिँ फेरि लास्ट केही छ यार मार्ने भयो घामले चाहिँ मारे पनि ठिकै छ तर घर बस्नुभन्दा यसो बाहिर निस्किनु पऱ्यो नि त होइन हल्का रमाइलो गर्नु पऱ्यो सो अब चाहिँ हामी पेट्रोल हाल्छौँ त्यसपछि सिधै जान्छौँ गाइस हामी चाहिँ अहिले फाइनली सिजी भिल्लाभित्रै छौँ फुलहरु लाएर स्वागत गर्छ के यहाँ अच्छा ए यहाँ स्वागत गर्ने हो यो स्वागत यहाँ बसेर टक्क टक्क आउने नि हैन त्यही लिएर आउने पैसा हैन यहाँ बस्ने अहिले चाहिँ हामी चाहिँ सरकारको पावरले गर्दाखेरि फ्रीमा छिर्न पाइरहेको छौँ कुद्छ सरारा यता गल्फहरू पनि त खेल्छन् हैन गल्फ अगाडि खेल्ने त ठाउँ त अनि गल्फहरू सो यहाँ चाहिँ सरकारहरूको चाहिँ के अरे कन्ट्र्याक्ट लिएको छ यहाँ चाहिँ एउटा बिल्डिङलाई बनाउने सनाउने सो आज चाहिँ म चाहिँ आज यसो झ्याउ लगाइरहेको चाहिँ यसो हेरौँ भनेर आइदिएको हो सो दामी शान्तिमा काम गर्दैन है उहाँहरूले एकदम ठुल्ठुलो मात्रै काम गर्छ उहाँ त सुपरभाइजर नै हो नि अनि उता पनि अब हर्कपुर पनि छ त्यो छ नि यहाँ पनि अब काम हुने कहाँ रे हर्कपुर त्यहाँ चाहिँ के छ त्यहाँ पनि यस्तो यो भन्दा यसको बाउ छ त्यहाँ भिल्ला यही हो कि बिल्ला चाहिँ ए होइन उहाँ रहेछ नि खतरा त उ त के घर अनि किनर यता जाने यिनीले हामी अस्ति फोटो खिचेर यता हो नि कता यता त के अनि बाँसझाङमा के फोटो खिच्छ यसमै होइन त हाम्रो काम चाहिँ यही घरमा भइरहेछ 1 महिना भयो काम त साथै के भयो यो बाँसहरू त यार कस्तो कुन बाँस हो रे मुरली बाँस होला यार यो शीतल जस गर्मी हुन्छ होला भनेर सोचेँ तर शीतल रहेछ भित्र अब रुख बाँसै बाँस भइसक्छ होइन छाया ल त्यो बिल्डिङ चाहिँ त्यो चाहिँ भनेको चाहिँ एकदम स्ट्यान्डर्ड है स्विमिङ पुल सब छ अनि त्यहाँ भनेको चाहिँ प्याकेजमा हुन्छ होइन एक दिनको कति दिनको प्याकेज लिएर बस्नुपर्ने हुन्छ त्यहाँ चाहिँ गल्फहरू पनि खेल्ने त्यही हो सो हाम्रो काम चाहिँ यहाँ भइरहेछ खोइ त काम गर्ने केटाहरू ए बाहिर गएर छ अहिले फेरि यो के हो यार यो पोखरी कमलको फुल होइन यो ल गजब दामी रहेछ दामी गान्डु यस्तोमा काम गर्दो रहेछ अनि पो गोरो भएर छ त अलिअलि गोरो भइरहेछ क्या किन गोरो हो भनेको त्यस्तो शीतलमा काम गर्दो रहेछ अनि गोरो भइहाल्छ तपाईँ उता त जान दिँदैन नि त उयो बिल्डिङमा त तपाईँलाई उता बिल्डिङमा दिँदैन कस्तो किन नपाउने र दिँदैन क्या ल के सरकारले के भन्दै गल्फ हो यो गल्फ खेल्ने हो यहाँ गल्फ खेल्ने हो गल्फ ए मुंह से सुपारी निकाल के बात कर रे बाबा गल्फ खेलेको तपाईले प्याकेज छुट्टै आएर गल्फ खेल्न पनि पाए तपाईँ 4000 तिर्ने एक्स्ट्रा खेल्नु पाउन 4000 दिनु पर्यो कति घण्टा खेल्न पाउँछ 1 घण्टा जति खेलाउँछ आप कहाँ थे ज्ञानी बाबा यो हैन त यो गोलो यहाँ मात्र हो र हामी उहाँ छ उता छ कति ठाउँमा छ नि उता छ
अहिले हाम्रो यहाँ आउनुहुन्छ उहाँलाई सबै सोध्यो हुन्छ कसलाई यो हो नि भवन एउटा कोठाको हो कि 30,000 एउटा कोठाको 30,000 त्यसमा प्याकेज पर्दैन तपाईँ गल्फ पर्छ ब्रेकफास्ट स्विमिङ स्विमिङ पर्छ त्यति हो अनि एउटा म्युजियम घुमाइन्छ भित्र म्युजियम रहेछ त्यही हो अहिले चाहिँ 18,000 छ अहिलेलाई चाहिँ अनि रुमै यस्तो खतरा छ त अनि बबाल छ यार हेर्दै अब चाहिँ हामी चाहिँ एकछिन बाहिर जाने अहिले केटाहरू आउँछ त्यसपछि कामसाममा बिजी हुन्छौँ गाइस अहिले चाहिँ हामी अझै यहीँ छौँ यो घरमा काम भइरहेको छैन किन भइरहेको छैन त घाम छ यस्तो चक्को छ केटाहरू बिहानदेखि काम गरेर आएको तिनीहरूले अब भात खानु पर्यो नि त काम गर भनेर मार्छ अहिले त्यहाँतिर बाहिर भात खान गएको भात खान गयो भात खाएर आएर रेस्ट गर्छन् एकछिन रेस्ट गरेपछि अनि बल्ल काम सुरु हुन्छ गाह्रो छ नि यार भाउ तल बसेर भन्न सजिलो माथि लानेको पुरो गाह्रो छ नि यार तपाईँले पानी ल्याउनु भयो त यहाँ छ त अब अहिले खान मन लाग्यो बोतल कहाँ ल्याउँछ अहिले केटाहरूलाई अहिले जाने हो लिनलाई अब हामी आउने भोलि पर्सिमा दुईजना यहाँ टक्क उ गर्ने हो बस्ने हिसाबले बस्ने हो सकिन्छ नि 35,000 चाहिन्छ एक घन्टा आइपी पर्यो भने भइहाल्यो नि अच्छा मैले त सब बेचिसकेँ सो अहिले चाहिँ हामी केटाहरूलाई पर्खिरहेको छौँ बाहिर यहाँ आउनु ठुलो कुरा होइन क्या पैसाको ठुलो कुरा हो यार त्यही त भने त पैसै ठुलो कुरा होइन यहाँ आउनु कौन ठुलो कुरा हो यार त्यो पैसा त भन्नुहोस् त कहाँ पैसा आउँछ त भइहाल्छ नि यार पैसा त एक महिना हामीले कन्ट्रोल गर्यो भने त भइहाल्छ नि के कन्ट्रोल ए मतलब खर्च खल्टीलाई टाइट गर्नु पर्यो खल्टीलाई ये बड़ी अच्छी बात कही आप जोन पर्यो त्यति गरेपछि त यहाँ जाबा के हो र यो त 30-40 हजार अब हामी चाहिँ केटाहरू आएपछि कामसाम गर्न थाल्छौँ केटाहरूलाई पर्खिरहेको छौँ हामी चाहिँ अहिले पनि शीतल ठाउँमा हरियाली सो गाइस अहिले चाहिँ हामी केटाहरूलाई पानी सानी भर्न जाँदैछौँ चिसो पानी त्यसको लागि अलिक टाढै जानुपर्छ फेरि छेउछेउमा छैन सो 3टा बोतलमा चिसो पानी हाम्रो सुपरभाइजर साहबले स्वयं गएर ल्याउनुहुन्छ पानी होइन कहाँ जानुपर्छ टाढै छ स्कुटीमा जानु पानी लिन पनि बियर प्लान्टमा जाने हो क्या त्यत्रो टाढा छ त 1 घन्टा बियर प्लान्ट भन्नाले बियर बन्ने ठाउँ के बियर बन्ने ठाउँमा त्यहाँ पानी जान्छु नि खान्छ ल गाइस हामी जाँदैछौँ पानी सानी भर्न केटाहरूलाई यसो धर्म गरिदिनु पर्यो नि त यार पानी त ल्याइदिनु पर्यो लाग्योस् टाइम पास चाहिँ हुने रहेछ रमाइलो रहेछ होइन अझै प्याकेजै लिएर पैसा तिरेर आयो भने चाहिँ झन् बबाले हुने रहेछ रमाइलो हुन्छ अब त्यत्रो चाहिँ हैसियत छैन अहिले हाम्रो सकिँदैन त्यत्रो खर्च गर्न सो यो बाटो पुरै जानुपर्छ जङ्गलै जङ्गल है अब अहिले जङ्गल सकेपछि फेरि भिडियो बनाउन मिल्दैन यता स्ट्रिक्ट छ एकदम चिसो पानी ल्याइयो त्यहाँ चाहिँ फेरि क्यामेरा अलाउड छैन क्यामेरा खिच्न दिँदैन त्यहाँ होइन किनकि त्यहाँ अलिकति प्राइभेट कुराहरू हुन्छ नि त त्यो त मिसिनरी चिजहरू हुन्छ हामी पनि आफ्नो अनुशासनमा बस्न पर्यो नि त पाउँदा पाउँथ्यो होला हामी आफ्नो अनुशासनमा बसी सिक्यो क्या अनुशासन नै मानिसको गहना हो यति कुरा चाहिँ बुझेर अगाडि बढौँ अच्छा यहाँ बस्न दिँदैन हामीलाई बस्न पाइन्छ बस्न पाइन्छ पंखा चलाएर बस्न फोटो खिच्न पाइन्छ किन हाम्रो त अहिले अहिले आएर खिच्नु होला ठ्याक्कै त्यो मेसो मिलाएर आउनुपर्छ कि ठ्याक्कै आउनु देख्यो भने मार्छन् तर जस पानी चाहिँ लास्टै चिसो क्या यही फ्रिजको भन्दा पनि चिसो छ यार अनि होइन म त्यो पहिला यहाँ खाइन्थ्यो अनि त्यो उसले विवेक दाइले गाली गर्यो अनि पछि अहिले हामी पानी लिन त्यहाँ चिसो चाहिएर हो त्यो होटल छैन त्यहाँ पनि पाउँछु कि भन्दालाई त्यहाँबाट ल्याउँथ्यो नत्र त्यो यस्तो फिल्टरको पानी हो तातो चाहिँ तातो हुन्थ्यो अनि यहाँभित्र मोमो कसरी प्लेट रे 1000 रुपियाँ प्लेट हो 1000 रुपियाँ प्लेट अनि पानीलाई पानी 100 रुपियाँ बोतल आप कहाँ थे ज्ञानी बाबा 100 रुपियाँ बोतल बाहिर 20 रुपियाँ सो अब चिसो पानी खाएर कामसाममा भिडेर काम दमादम भइरहेछ हाम्रो सुपरभाइजर सर माथि घाममा टिन पुऱ्याएर आउँदै हुनुहुन्छ सुपरभाइजर सर मतलब वो अलग ही लेवल का बंदा था गाह्रो छ है सुपरभाइजर कस्तो छ माथि गर्मी ठिकै छ यहाँ झन् शीतल त्यहाँ आवाज चले खाएर बरु यहाँ यहाँ आवाज चले खाएर बरु त्यही गरेर बस्नु नि त नि जाम त हिँड्नु नि त जाने हो जाउँ भिडियो नि गर्नुहुन्छ अर्को म्यानेजर सर हजुर जाउँ त जाउँ मै जान्छु एकचोटि माथि गएर हेर्नु पर्यो कस्तो हुँदो रहेछ कामसामको
चढ्दैछौँ हामी सुपरभाइजरलाई फलो गर्दैछु मैले माथि जाने होइन लेकिन ये साला कर क्या रहा है यहाँ ल माथि आइसक्यौँ हामी सुपरभाइजरको हालत हेर न घामले डढाउँछ योभन्दा कति कालो हुनु अब डढाउँदैन क्या सो काम चाहिँ माथि हो अझै यो बिल्डिङमा सो हाम्रो म्यानेजर साहब चाहिँ माथि गइसक्नु हो सुपरभाइजर चाहिँ तलै बस्ने अरे होइन फाटे हेर्ने मात्रै होइन फाटे हेर्ने मात्रै क्या म चाहिँ माथि जान्छु एकचोटि हेर्नु पऱ्यो गाइज हेर्नुहोस् डेन्जर काम भइरहेछ केटाहरूको यस्तो माथि टपमा यस्तो घाममा डोरी बाँधेर यता सुपरभाइजर सर चाहिँ डराएर यस्तो गर्दै हुनुहुन्छ माथि नचढ्ने रे सुजन शर्मा हुनुहुन्छ म्यानेजर साहब केटाहरूलाई सल्लाह दिँदै हुनुहुन्छ हामी चाहिँ अब एकछिन यसो बाहिर डुलडाल गर्न गयो त्यो माथिको काम गर्ने चाहिँ सकिँदैन त्यो मेरो लागि चाहिँ होइन त्यो काम अलिकति चढ्नु बित्तिकै साला खुट्टा हल्लिएर खुट्टा थरथर हल्लिएर एकदम टेन्सन भएर अनि केटाहरू त्यस्तो टपमा चढेर यार यस्तो घाममा काम गरेर चाहिँ यार त्यही भएर भन्छु केटा हो सबले पढ्नुपर्छ है पढ्नुपर्छ एकदम पढ्नुपर्छ नफेरि दुःख पाइन्छ यसरी नै अच्छा ए त सुपरभाइजरले त सक्नु भएन अब हामी त के बिचरा सुपरभाइजर अलिकति पनि चढ्नु सक्नु भएन त तपाईँ त पहिले चढ्छ त यस्तोमा त पहिले सरकारको आफ्नै एउटा कहानी छ फेरि यतिकै सुपरभाइजर बन्छ यार चाहिने त्यहीको सुपरभाइजर ल ठिक छ अहिले ल सो हामी डुलछाल गरेर फेरि त्यहाँ जानुपर्छ केटाहरूलाई सहयोग गर्नलाई टिन सिनहरू यताउति पुऱ्याइदिनलाई ल हाम्रो म्यानेजर साहब बोल्नुभएको छ उहाँ म्यानेजर साहब यतै सुपरभाइजर तलबाट हेरेको अरे अनि ठुलो चाहिँ तल हुनुपर्ने ठुलो चाहिँ माथि छ सुपरभाइजर के अरे म्यानेजर चाहिँ माथि सुपरभाइजर चाहिँ तल दुईजनाको कम्बिनेसन खतरा छ अझै पनि हामी यहीँ छौँ हाम्रो खाजा खाने टाइम पनि हुन आँट्दैछ खै अब सुपरभाइजरले के भन्नुहुन्छ सर यता आउनु न एकचोटि सर अनि 3 बजिसक्यो होइन मेरो अफिसमा त्यतिखेर खाजा खाएर के गरिसक्थेँ यहाँ छन् नि हाम्रो फेरि सुपरभाइजर म होइन नामको मात्र बकलन ठोर छ माथि त्यस्तो नभन्नु सुपर त्यही नै तपाईँ नै हो नि त खाजाको के हो टाइम कहिले हो कति बेला खाने पैसा माथि छ कि तिमीसँग एउटा म्यानेजरसँग छ कि माथि ए सुजन सर हाम्रो म्यानेजर सर अनि हामी के छ त खाजा कतिखेर जाने जाने हो अनि काम पुरा पसिना आएको छ त यार अहिलेसम्म त पुरै पसिनै थिएन अहिले त पुरा पसिना आएको जस्तो छ काम भटाभट अहिले त म त कति 10-15 पात्र त घुइँ बोक्दिएँ एक्लैमा काम गरिन्न गरेपछि त बाँकी छोडिन्न क्या तर ठिकै हो डिहाइड्रेसन हुन्छ नि हाइड्रेसन गराउनलाई पानी खाँदैछु अच्छा सुपरभाइजर सर है फेरि कडा हुनुहुन्छ हाम्रो सर सो अब चाहिँ हामी एकछिनमा खाजा खान जान्छौँ त्यसपछि फेरि आएर काम अलिकति सधेर अनि घर जानेछौँ ल बन्द गर्नु सबैतिर गएँ क्या शनिबार पाउँदो रहेछ के सो गाइस अहिले चाहिँ हामी खाजा खान आएको छौँ अहिले खाजा खाने टाइम पनि भयो सो आज खाजा खान आएको छौँ बफ चाउमिन मगाएको छौँ 2 बफ चाउमिन हाम्रो चाहिँ खाजा आइसकेको छ बफ चाउमिन अब खाजा खाएर पानी सानी भरेर केटालाई लगिदिनु पर्ने छ पानी भर हान त यार ल गाइस फाइनली खाजा पनि खाइयो खाजा खाइयो केटाहरूलाई खोइ केटाहरूलाई के हो केटालाई देखाउनु न चटपट खाजा ल बन्द गर्नु ल केटाहरूलाई फेरि पानी ल्याइयो भरेर चिसो आज त सल्लाह चाहिँ पानी लिन जाने ल्याउने उडदुड गरेर खाजा यता उता गरेर दिन जाएको गर्दै सुपरभाइजर सर
पानी राखेर त्यो के हो पकेटको चाहिँ यो चटपट हो पानी हो केटाहरूलाई गाइड चटपटर पानी खान्छन् त्यसले ल्याइदिएको भएन सो केटाहरूलाई कम खान्छन् पुरा तिर्खा लागेको होला भोक लागेको होला होइन गर्नै पऱ्यो यो त म्यानेजर साहब र सुपरभाइजर साहबको तरिका म्यानेजर साहबले लग्नु भएको पोलिथिन सुपरभाइजर चाहिँ तलबाट नयाँ बोक्ने अन्त जानु नि त हेल्प गर्दैन कहाँ पुग्यो त्यहाँ भन्दै सुपरभाइजर चाहिँ लास्ट गफाडी हो यार लास्टै म्यानेजर साहबले एक्लैले उहाँ के अरे पोलिथिन लग्यो उहाँ माथि एक्लैले चढेर मैले लगेँ मैले आएपछि सस्तो त्यत्रो खोला प्लास्टिक भरि चढाएको पुरै अझै गफानौ न सुपरभाइजर बोल्नै नै पर्दैन होला सुपरभाइजर बोल्न मात्रै सक्छ सुपरभाइजर काम त गर्दैन सुपरभाइजरले उसको मोबाइल पनि उतारेको थिएँ पायो मोबाइल ल काम पनि अब माथिबाट के खसेला सकियो गरेको हाम्रो म्यानेजर साहब र सुपरभाइजर साहब खुट्टा हात खुट्टा धुँदै हुनुहुन्छ अनर पनि धुँदै हुनुहुन्छ सुपरभाइजर साहबले अनर धुइसक्नु भयो के अरे त्यत्रो काम भयो तल र माथि कम कुरा खाउ तिमीहरूले म्यानेजर साहबले पुरो काम गर्नु भएको छ सुपरभाइजरले चाहिँ यस्तो नयाँ लुगा लगाएर कोही काम गर्छ त्यो पनि यसो लास्टमा चाहिँ पुरा आफ गरेर गरेन जति गरेर पुरा मुखसुख धुन्छ यार यो हामीले बानेको हो मैले बानेको त्यो त्यही पनि तपाईँले नै गरेको त्यो अनि त्यो रसी बानेको मैले त अखेर सबै तपाईँले है बट पहिला यिनी कोही नआउँदै सबै यहाँबाट प्लास्टिक सबै छ नि मैले रोड चढाएको सबै मुठा मुठा बोकेर तिनीहरूले यहाँ ल्याएको थिएँ 6-7 मुठा अनि रात्दै आउँथ्यो ल बोकै बोक भन्नुहुन्थ्यो म बल्ल बल्ल बिसाइ बिसाइ फाटा फाटा डरेर अनि माथि आउनु दिन्थ्यो अनि पौडाएर तान्नुहुन्थ्यो अनि लास्टै गफडी छ सुपरभाइजर तिमीलाई थियो त्यति बेला केही थिएन ल अब चाहिँ काम सक्यो जस्तो छ केटाहरूको होइन केटाहरू सब ओर्लिँदैछन् माथिबाट काम सकेर ल आजको दिन पनि सक्यो साला दिनभरि यहीँ गयो आज मेरो अहिले कति 7 बजिसक्यो 7 बजे छुट्टी भयो 6 बजे छुट्टी गर्ने भनेको 7 बजे भयो किन 1 घन्टा लेट भयो धेरै बेर विश्राम गर्थ्यो कामको त्यही भएर यसो म्यानेज गरेको भोलि बेलालाई यसो सजिलो भयो काम देखिन पर्यो नि त आफू पनि मर्नु भएन कहिले साउ पनि मर्नु भएन त्यति भएपछि बास काम हुन्छ जिन्दगीमा आप कहाँ थे ज्ञानी बाबा ल अब सुपरभाइजरको लास्ट शब्द सहित यो ब्लग पनि अब आज यहीँ सकिन्छ सो नेक्स्ट ब्लगमा भेट्नु पर्ला सबैलाई